चढी हेर हेर एकदमै ड्रोन उड्न हुँदैछ के पाउँछ चियाहरू अरू खानेकुरा के पाउँछ अब भने घाम पनि निकै अस्ताइसकेको छ नि त घाम हरायो निकै शीतल हुँदैछ अनि अब भने जिबी सारीसँग चाहिँ एकछिन खामदोङ भ्यू पोइन्टसम्म चाहिँ हावा खानु जाने यता हेर्नुहोस् है यहाँ चाहिँ एकदमै साथी चाहिँ रेडी भएर निस्किसकेको छ है हाम्रो प्रो राइडर हुन्छ टफ रोड बन्यो फिलहाल चाहिँ भ्यू पोइन्ट पुग्यो हामीहरू भ्यू पोइन्टमा हाम्रो यो मित्रलाई भेट्यो है हो यो मित्रलाई भेटेँ भ्यू पोइन्टमा चाहिँ यो भ्यू पोइन्ट चाहिँ यहाँदेखि जस्तो देखिँदैछ यहाँमा सक्नु देख्नु सक्नुहुन्छ यहाँ यतिको छ है यहाँ भ्यू पोइन्ट राइट चिप्ले भने चाहिँ गएँ कस्तो डर लाग्छ सिङताम माथि भाइ ए यताबाट सिङताम देख्दैछ नि त कुन साइड इकन कन्नापट्टि भएको रुम मोबाइल दोचुम बाटो होइन यो नेबी केसियो कम्पाउन्ड देख्दैछ यहाँदेखि केसियो कम्पाउन्ड त्यहाँदेखि गएको यतापट्टि त टिमिटी राम्रो देख्न सकेन हो अनि यहाँ मुनि यहाँ चाहिँ पुरै एकदमै हावा चल्दो रहेछ यहाँ चाहिँ एउटा सबैले चिन्नुहुन्छ होला युट्युबर दोचुमको चाहिँ प्रो युट्युबर हो यो एकदमै फर्स्ट फर्मर युट्युबर हो अनि यता युट्युबर मात्रै होइन यता चाहिँ ब्लगर पनि हो कन्टेन्ट क्रिएटर पनि हो एकदमै रिल्सहरू तपाईँहरू देख्नु सक्नुहुन्छ उहाँको फेसबुक पेजमा हो रिल्सहरू नाचेकोहरू पुरै मुकबाङ पनि बनाइहाल्छ यता हो हाइटमा छ एकदमै हाइफोबिया उनीहरूलाई चाहिँ यहाँ चाहिँ एकदमै मना छ सक्दैन यस्तो हुडी बतास चलिरहेको छ यहाँ कसो भयो भने चाहिँ यो हेलमेट पनि उडाइदिन्छ यहाँ हाम्रो युट्युबरले चाहिँ डरले अघि हेलमेट पनि म त्यतिकै खोलिरहेको छ मेरो किन यो आधो मात्रै यस्तो हाइट छ सिङताम त ओह्रालो देख्छ सिङताम यस्तो ओह्रालो केएसयू हेर्नुहोस् त यस्तो देख्दैछ केएसयूलाई चाहिँ यहाँदेखि चाहिँ एकदमै मुनि डाउन टिस्टा खोला मजाको देख्छ यहाँदेखि चाहिँ एकदमै यो चाहिँ हाइटमा चाहिँ के गरेको खास अब म सुसाइड गर्ने अलिक झरिसन तेरो हड्डी त होइन केही एउटा मासु पनि पाउँदैन यो चाहिँ एकदमै ड्रोन सुट्न हुँदैछ है आज हाम्रो युट्युबरले ड्रोन बनाइरहेको छ
उफ 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 चरी 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 हेर हेर माता भाइ के पाउँछ चियाहरू चियाहरू अरू खानेकुरा के पाउँछ मिमीहरू ए अन्त मालिक त बस्ने जग्गा त भएन त हौ अन्त कहाँ बस्नु भएको त्यहाँ लड्यो भने